ल साथीहरु म चाहिँ श्रम संस्कृति पार्कमा प्रवेश गर्दैछु अहिले है त। कसैले भालेको, कसैले सुँगाको, कसैले के को, कसैले के को। एकदम रमाइलो रहेछ है यो ठाउँ चाहिँ। ल घुम्नको लागि अहिले डेमा भन्दा पनि साँझको बेलामा हो भने चाहिँ एकदमै रमाइलो हुन्छ यो ठाउँमा घुम्नको लागि चाहिँ। अनि काम गर्ने दिदीहरू हुनुहुँदो रहेछ यहाँ चाहिँ। अनि साथीहरू आजको भिडियो अलि लामो हुनेछ, सबैजनाले अन्तिम समय हेर्नु होला। अनि हर्क साम्पाङज्यूले चाहिँ नारा लगाउँदै हिँडेको माइक चाहिँ यहाँ फाइनली भेट्यो साथीहरू। यहाँ हर्क साम्पाङज्यूले मेहनत गरेको पहाडका ढुङ्गा उचालेको ल यहाँ छ। त्यसै मेहनत चाहिँ गरेको होइन रहेछ है, मेहनत गरेर उहाँले चाहिँ कराउँदै हिँडेको बाटोमा विरोध गर्दै हिँडेको नतिजा चाहिँ मरमा एकदमै रमाइलो लाग्यो यो ठाउँ चाहिँ। हरियाली उस्तै राम्रो, अनि काम गर्ने मान्छेहरू पनि हुनुहुँदो रहेछ धेरै। अनि सरसफा पनि एकदमै रमाइलो गर्नुभएको रहेछ। यहाँ भुपु सैनिकको बनाउनु भएको छ है। मम्मा चाहिँ यहाँ माथिको एकदमै रमाइलो क्या यो चाहिँ ठाउँ चाहिँ। मलाई चित्त बुझ्यो कि हर्क साम्पाङज्यूले गरेको ठाउँ चाहिँ, गरेको काम चाहिँ मलाई एकदमै चित्त बुझ्यो। बुढा त्यसै बाटो कराउँदै हिँडेको त होइन रहेछ, बुढाले गरेकै रहेछ नि त, मेहनत चाहिँ गरेकै रहेछ। गरेको फल चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, घुम्न आउनुभयो भने देख्न सक्नुहुने रहेछ क्या तपाईँहरूले यो ठाउँ चाहिँ। ल यहाँ माइकिङमा गीत बजिरहेछ, वाइफाई फ्री वाइफाई छ सायद यो ठाउँमा पनि सुविधा दिनुभएको छ होला, तर मैले ट्राई चाहिँ गरेको छैन, हेरेको चाहिँ छैन। आमाहरू कहाँबाट आउनुभएको? कहाँबाट आउनुभयो? यहीँबाट? यहीँको लोकल हो? फर्स्टचोटि आउनुभएको कि? ए म चाहिँ बेलटारबाट आएको आज फर्स्ट टाइम। तर धेरै राम्रो लाग्यो ठाउँ घुम्नको लागि चाहिँ।
हजुर ए बेलटार भन्नु भन्नाले उदयपुर बेलटार हजुर उदयपुर बेलटार ए उदय बेलटारबाट ल साथीहरू सफा भन्नुहुन्छ भने जुन विदेशमा भाउने भन्दा पनि सफा यो पार्कमा मैले देखेँ क्या विदेशमा पनि यति धेरै सफा चाहिँ हुँदैन पार्कमा एउटा मलाई चित्त बुझेको कुरा भनेको चाहिँ सरसफाइ चाहिँ एकदमै राम्रो रहेछ क्या यहाँनिर सरसफाइ राम्रो अनि अर्को कुरा चाहिँ विकास पनि एकदमै चित्त बुझ्दै विकास गरेर रहेछ यहाँ त्यही भएर अर्को साम्बाङलाई विरोध गर्नुको कारण चाहिँ आज मलाई चाहिँ चित्त बुझ्यो है गर्नुभएकै रहेछ काम गरेरै देखाउनु भएको रहेछ साँच्चीकै र बोल्नु भएको रहेछ उहाँको कामप्रति चाहिँ मैले चाहिँ मेरो तर्फबाट चाहिँ म सल्युट नै दिन चाहन्छु र यो चाहिँ प्रायः धेरै जस्तो चाहिँ भूपू सैनिकहरूबाट बनाउनु भएको रहेछ म तपाईँहरूलाई तलै गएर देखाउँछु है त्यसको चाहिँ तलै गएर देखाउँछु यो चाहिँ धेरै चाहिँ बाहिरबाटै सहयोग गरेर बनाउनु भएको रहेछ होइन जस्तै यहाँ सहयोग गर्नेहरूको नाम डिटेल्सहरू सम्पूर्णहरूको लगाउनु भएको छ मार्बलमा लेखेर तर भूपू सैनिकहरूको फोटो चाहिँ यहाँ अगाडिपट्टि छ बाहिरबाट सहयोगमा बनिएको रहेछ यो प्रायः चाहिँ तर पनि मलाई चाहिँ चित्त चाहिँ बुझेको छ है साथीहरू यो ठाउँमा चाहिँ आर्मी पनि खटाइएको रहेछ यहाँ माथि आर्मी सर पनि हुनुहुन्छ ड्युटीमा म चाहिँ मुनिको पार्कमा गएँ है त यो एकदमै रमाइलो रहेछ यो मुनिबाट तलको पार्क भन्दा यो श्रम संस्कृति पार्क चाहिँ एकदमै रमाइलै रहेछ क्या रमाइलै अनि त्यो चाहिँ घुम्नको लागि पनि राम्रो विकास पनि एकदमै जस क्वालिटी चाहिँ एकदम राम्रो क्वालिटीको पार्क बनाउनु भएको रहेछ है यो पाहाडतिर हुने हामीले यसलाई के भन्छ ढुङ्ग्रे भन्छौँ क्या यसलाई पाहाडतिर हामीले चाहिँ तर यहाँ पनि ढुङ्ग्रे चाहिँ रहेछ है ल एकदमै राम्रो लाग्छ यो चाहिँ माछा पनि पाल्नु भएको रहेछ जति पनि बस्ने चौताराहरू छ नि यो चाहिँ महानगरपालिकाबाट भन्दाखेरि पनि बाहिरको मानिसहरूबाट जस्तै आमा बुबाहरूबाट अनि बाहिर भूपू सैनिकहरूले चाहिँ धेरै सहयोग गरेर बनेको चौतारा रहेछ प्रायः सबै बस्ने चौताराहरू बुबा नमस्ते कहाँबाट आउनुभयो यहीँ धरानबाट म नि आज फर्स्टचोटि आएको बेलटारबाट एकदम रमाइलो लाग्यो के भन्नुहुन्छ यो ठाउँमा को बारेमा यो चाहिँ सर्दो खोला मात्रै भन्छु पहिलो अहिले त्यो किनार होइन मैले भन्न खोजेको यो विकासको बारेमा गरेको कामहरू कतिको राम्रो छ कतिको चित्त बुझ्यो तपाईँहरूलाई एकदम रमाइलो बुबाहरूलाई चित्त बुझ्यो भने हामीलाई चित्त नबुझ्ने कुरो त हुँदैन हो त हो बुझ्नु त पनि हो नि अब यति कति बजेट सकेको होला है बजेट त अब कुरै नगरौँ एकदम राम्रो क्वालिटीको बनाएर रहेछ पार्क चाहिँ हजुर घुम्ने लायकको रमाइलो रहेछ हजुर यसो हरियाली छ हो अनि तपाईँहरू यहीँको लोकल है धरानको हाम्रो पाहाडमा तिनीहरूको धानकुटा मेरो पनि धनकुटा हो कतातिर हो ए ल सबै हामी 3 जना धनकुटा हो